हामी चाहिँ अहिले यो म्याग्दी जिल्लामा पर्ने गलेश्वर मन्दिरमा आइपुगेका छौँ। दर्शनको लागि हाम्रो सम्पूर्ण टिम नै गलेश्वर मन्दिरमा आएर दर्शन गरेर गलेश्वर मन्दिरको परिसरमा दर्शन गरिसकेपछि यहाँबाट मुस्ताङ जिल्ला मुक्तिनाथ मन्दिरको दर्शन गर्ने योजनाका साथ हामी यहाँ दर्शन गरे पश्चात अगाडि बढ्नेछौँ। यो हेर्नुहोस् त दृश्य गलेश्वर मन्दिरको हो। यो क्या रमाइलो र कति राम्रो छ। एउटै चट्टानमा एउटै ढुङ्गामाथि चाहिँ यो निर्माणाधीन मन्दिर हो। यहाँको चाहिँ किम्वदन्ती के छ भने यहाँ दर्शन गरिसकेपछि आउने दर्शनार्थीहरू मुक्तिनाथ मन्दिरमा गएपछि मुक्ति प्राप्त गर्ने भन्ने किम्वदन्ती रहेको छ। यो एकदमै रमाइलो छ। यहाँ एउटै चट्टानमाथि विभिन्न मन्दिर महादेवको शिलाहरू देख्न सकिन्छ, महादेवको मूर्तिहरू, र यहाँ चाहिँ महादेवको ध्यान पनि गरिन्छ। एकदमै रमाइलो छ। गलेश्वर महादेवको एकदमै राम्रो दृश्य देखेर यहाँ आउने जो कोही दर्शनार्थी पनि एकदमै मन्त्रमुग्ध भएर प्रफुल्ल भई यहाँबाट मुक्तिनाथतर्फ प्रस्थान गरिएको पाइन्छ। ल हेर्नुहोस् त।